मरिससमा कन्ट्र्याक्ट सकेपछि के हुन्छ त? हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू धेरै कन्फ्युज छन्, अब के गर्ने त? सो साथीहरू, हाम्रो नर्मली कन्ट्र्याक्ट के हुन्छ त? 2 वर्षको हुन्छ। यदि तपाईँ नेपालबाट मरिसस आउनुहुन्छ भने 2 वर्षको कन्ट्र्याक्टमा आउनुहुन्छ। तर यहाँ 3 वटा कन्डिसन छ। अप्सन नम्बर 1, यदि कम्पनीले तपाईँको कन्ट्र्याक्टलाई रिन्यू गरिदियो भने तपाईँ लिगली तरिकाले फेरि बस्न सक्नुहुन्छ जति दिनको तपाईँको कन्ट्र्याक्ट हुन्छ। अर्को अप्सन के हो, यदि कम्पनीले तपाईँको रिन्यू गरेन भने तपाईँलाई यहाँबाट डाइरेक्ट फेरि नेपाल जानुपर्छ। र अप्सन नम्बर 3 के हो, यदि तपाईँको कम्पनीले तपाईँलाई रिलिज पेपर एसेट्रा कम्पनी चेन्ज गर्नमा हेल्प गर्यो भने तपाईँ अर्को कम्पनीमा जान सक्नुहुन्छ। तर यो कुरा इम्पोसिबल छ, कम्पनीले कहिले पनि तपाईँलाई चेन्ज गर्दैन, किनकि यहाँको कम्पनीको एउटा मेन्टालिटी हुन्छ कि म किन चेन्ज गर्छु त। कम्पनीले तपाईँलाई कहिले पनि चेन्ज गर्दैन र तेस्रो अप्सन यहाँ पोसिबल छैन। सो साथीहरू, भिडियो युजफुल लाग्यो भने भिडियोलाई लाइक गरेर फलो गर्नु होला।